सम्पूर्णमा नमस्कार। मैले आज यो सयपत्री फुल खेती प्रविधि सम्बन्धी चाहिँ सानो जानकारीमूलक भिडियो लिएर प्रस्तुत भएको छु र आज हामी आएका छौँ फुलमाला फार्म भरतपुर चितवनमा। दाइले सानो छोटो परिचय राख्नु। नमस्ते, म गोविन्द मास्तोला। विगत 7 वर्षदेखि म व्यावसायिक पुष्प खेती बिउ बिरुवा वितरणमा चाहिँ छु। हाई टेनिस बल जातको चाहिँ सयपत्री चाहिँ उहाँले लगाउनु भएको छ। ले चाहिँ यो तिहारलाई टार्गेट गरेर चाहिँ सयपत्री फुल खेती गर्ने कृषकहरू चाहिँ धेरै नै इच्छुक हुनुहुन्छ र उहाँ कृषकहरूलाई चाहिँ छोटो यो बिउ जमाउने समय अनि बेर्ना सार्ने समय र यो कहिले तयार हुन्छ यो टेनिस बल जातको सयपत्री भनेर सानो जानकारी दिन सक्नुहुन्छ? यो चाहिँ तपाईको 1 महिनाको बेर्ना हामीले बिहारमा हालेपछि 1 महिनाको बेर्नामा रोप्छौँ। जेनरली तपाईको चाहिँ 60 दिन रोपेको बिरुवा रोपेको 60 दिनबाट हामीले चाहिँ टिप्न सुरु हुन्छ। 100% चाहिँ हुन्न, फर्स्ट हार्भेस्ट हुन्छ। त्यसको 15 देखि 20 दिनपछि चाहिँ त्यो फुल फेजमा, अहिले यो हाम्रो चाहिँ तेस्रो हार्भेस्ट हो। अब त्यो समग्रमा 3 महिनाको लागि अगाडि चाहिँ हामीले बिउ 3 महिना अगाडि चाहिँ बिउ राख्नदेखि 4 महिनाको बिचमा बिउ राख्न पर्छ। भनेपछि तिहार लक्षित गरेर कृषकहरूले लगाउन चाहनुहुन्छ भने चाहिँ अब बिउ जमाउने बेला भनेको चाहिँ यो साउनको पहिलो हप्तालाई एकदम तिहारको लागि चाहिँ अब चिसो ठाउँ छ भने असारको लास्टमा, चितवन जस्तो अलिकति गर्मी एरिया छ भने असारको लास्ट अथवा साउनको फर्स्ट विक भएपछि तपाईँको भदौको फर्स्ट विकसँग रोप्दाखेरि कार्तिक फर्स्ट विकसम्म 2 महिना हुन्छ। बाँकी 20 दिनमा चाहिँ 100% फुल फुल्छ भन्ने हिसाबले हामीले त्यो अनुसार साउनको फर्स्ट विकमा बिउ जमाइसक्नु पर्ने छ। टेनिस बल जातको चाहिँ बिउ दर हजुरलाई केही जानकारी दिनु न? जेनरली एक कष्टा जग्गामा 1000 देखि 1200 बेर्ना, 1000 देखि 1200 बेर्ना चाहिँ हामीले लगाउँछौँ, मैले लगाइरहेका छौँ। एउटा यो सयपत्री फुल खेतीमा चाहिँ एउटा टेक्निक छ, त्यो टेक्निक चाहिँ पिन्चिङ भनिन्छ। पिन्चिङ भनेको चाहिँ माथिको बिरुवाको माथिको मुन्टा चुन्नीलाई चाहिँ पिन्चिङ भनिन्छ। यो पिन्चिङको बारेमा थोरै जानकारी दिनु न हजुरले। कहिले हामीले बिरुवा रोपेको करिब 25 देखि 1 महिनाको बिचमा जब चाहिँ त्यो अलिकति 3-4वटा आँखला लाग्छ, त्यसपछि त्यसको चाहिँ हामीले मुन्टा 3टा आँखला छोडेर माथिको मुन्टा चाहिँ चुँडेर फाल्ने अथवा त्यसलाई अन्त फेरि चाहिँ रोप्यो भने त्यो फेरिबाट पलाउँछ। त्यो गऱ्यो भने के हुन्छ भन्दाखेरि हाँगिन्छ, मजाले हाँगिन्छ। अनि अर्को कुरा हाम्रो चाँडो कहिलेकाहीँ हाम्रो यो भनेको ट्याक्कै हाम्रो हातमा हुन्न कि कहिले फुल्ने भन्ने कुरा चाहिँ। त्यो कहिलेकाहीँ चाँडो निस्किन थाल्यो भने हामीले त्यसै नै त्यो फुलेकोलाई चाहिँ टिपेर फाल्यो भने 1 हप्ता फेरि लेट हुन्छ। भनेपछि हामीले त्यो पिन्चिङ गरेपछि त फेरि 60 अथवा 65 दिनमा चाहिँ फुल तयार नहोला नि? होइन, पिन्चिङ गरेपछिको 60 दिन। पिन्चिङ गरेपछिको 60 दिन है। तर यो बजारीकरणको समस्या छ कि छैन? बजारीकरणहरूले हजुरले कसरी गरिरहनु भएको छ? किनकि अहिले हाम्रो मुख्य कन्सर्न भनेको चाहिँ बजारीकरण नै हो। सही कुरा उठाउनु भयो। बजारीकरण भनेको पहिला सामान भएपछि खोज्ने चिज हो कि पहिला बजारीकरण खोजेर सामान उत्पादन गर्न थाल्यो भने त्यो चाहिँ बजारले कुलेर बस्दैन हैन। तिहारमा चाहिँ बजारको समस्या छैन नेपालमा। लास्ट इयर पनि निकै हाहाकार भएको छ। अझ इन्डियन माला चाहिँ अहिले ब्यान भइरहेको छ। यो अहिलेको नयाँ सरकारले झन् गर्नेवाला छ। किनभने बालेन शाह काठमाडौँको महानगरको मेयर हुँदाखेरि गत वर्ष 15 दिन अगाडि बिहान काठमाडौँमा मात्रै बिहान भएको थियो, देशभरि बिहान भयो। अनि चाहिँ अहिले सरकारमा भने भएको हुनाले पक्कै पनि बिहान हुन्छ भन्ने हामी आशावादी छौँ। त्यसले गर्दा चाहिँ तपाईँको इन्डियन माला आएन भने नेपालको प्रोडक्सन तिहारमा मात्रै धन्न गाह्रो छ। नेपालको प्रोडक्सनले। हजुर, त्यो भएपछि तिहारलाई चाहिँ बजारीकरण अफ सिजनको लागि चाहिँ जस्तो यसपालि चाहिँ के छ भने तपाईँको तिहार 25 गते छ। त्यो हामी सबै 24 गते टिपेर भ्याउँछौँ। त्यसपछि 1 हप्तामा फेरि चाहिँ तपाईँको चाहिँ त्यो फुल भरिभराउ हुन्छ। अनि लगत्तै मङ्सिरमा चाहिँ बिहाको लगन भएको हुनाले त्यो मार्केटमा हामीले चाहिँ फेरि लान सक्यो भने यसपालि चाहिँ तिहार पछि चाहिँ अहिपछि फाल्नु पर्थ्यो भने यसपालि फाल्न नपर्ला भन्ने चाहिँ हामीले सोच बनाएका छौँ। लगत्तै छठ पूजा पनि छ होइन, त्यसले गर्दा चाहिँ हुन्छ। र अनि अर्को अफ सिजनको पनि तपाईँको चाहिँ झन् अझ हाम्रो नेपालमा अफ सिजनमा विभिन्न कार्यक्रमहरू पुष माघ फागुनहरूमा विभिन्न कार्यक्रमहरू भइरहन्छ होइन। तपाईँको हरेक सङ्घ संस्थाका वार्षिक उत्सवहरू, स्कुलका वार्षिक उत्सवहरू, बिहाबारी पूजा, चौरासी पूजा, यी सबैमा माला फुल चाहिने हो होइन। यहाँ पाइन्छ भनेपछि अहिले हाम्रो भरतपुर टाँडीदेखि सबै एरियाहरू यही आउनुहुन्छ अहिपछि अफ सिजनमा अन्त नपाउने भएको हुनाले चौरासी पूजादेखि उसमा त्यो यहाँ पाइन्छ भन्ने कन्सेप्ट भएपछि मान्छेले चाहिँ खोज्दै आउनु रहेछ क्या। तपाईँ खोज्दाखेरि चाहिँ अब यहाँ पाइएन भनेर अर्को काम चलाउने भन्ने हुन्छ नि त। भनेपछि सयपत्री फुल खेती गरेपछि चाहिँ हामीले बजार खोज्दै जान परेन कि बजारले हामीलाई खोज्दै आउने भयो? त्यहाँ छ भन्ने कुरा चाहिँ हामीले जानकारी गराउनु पर्यो, हामीले चाहिँ जानकारी गराउनु पर्यो है। हुन्छ, दाइलाई धेरै धेरै धन्यवाद। छोटो समयमा पनि धेरै कुराहरू हजुरले हामीलाई जानकारी दिनुभयो र हजुरको चाहिँ यो फुल खेती अझै फुलोस् फलोस्। धेरै धेरै धन्यवाद। हजुरलाई पनि उहाँबाट आउनुभयो है।